छोरी जस्मिनलाई लिएर आमा उषा बस्नेत अहिले भारतको दिल्लीमा उपचार गराइरहेकी छिन्। उपचारका क्रममा सञ्चारकर्मी लोकप्रिय भोजराज थापा र उहाँको टिम पनि साथमा रहनुभएको छ। उषा बस्नेत भावुक हुँदै बताउँछिन्, चाडपर्वहरू त वर्षेनी आउँछन् र जान्छन्, तर दुखीको जीवनमा सुख र शान्ति कहिल्यै टिक्दैन रहेछ। दसैँ तिहार तीज सबै आए पनि मेरो मन सधैँ रोइरह्यो। अहिले गाउँघरमा झलमल्ल बत्ती बलिरहेका छन्, तर म परदेशमै छोरीको उपचारका लागि सङ्घर्षमा छु। श्रीमानले पनि धेरै दुःख दिए। अब मसँग बाँकी छ त केवल मेरी छोरी। अन्त्यमा उहाँले सहयोगमा हात अघि बढाउने सबैलाई धन्यवाद दिँदै सञ्चारकर्मी लोकप्रिय भोजराज थापासहित सबै सहयोगी मनलाई धेरै धेरै धन्यवाद दिँदै चाडपर्वहरू त फेरि पनि आउला, तर मेरो चाहना अब यही हो कि छोरी जस्मिन छिट्टै निको होस् भनेर भावुक हुँदै आँखाभरि आँसु झार्दै भन्नुभएको छ। छोरी जस्मिनलाई चाँडै निको होस्।